फोटो खिच्नु हो तपाईले नाम गर्नुहुन्छ के भयो पहिलो पटक महिला उपाध्यक्ष विजयी हुनुभएको उपसभापतिलाई फेरि पनि हात उठाएर सम्मान गरिदिनु अनुरोध गर्दछु मैले। रकम अथवा दस्तुर विधानले तोकेको दस्तुर हामीले लिएको हुँदा उक्त रकम हामी उम्मेदवार हुन नसकेको साथीहरूलाई हामी फिर्ता गर्नेछौँ। यहाँहरूले निर्वाचन कमिटीमा सम्पर्क गर्नुहोला भन्ने पनि यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। यति भन्दै यो निर्वाचन कमिटीको हाम्रो यो यहाँ धन्यवाद सहित यो माहेक आयोजक साथीलाई हस्तान्तरण गर्नलाई अनुमति चाहन्छु। धन्यवाद राखिदिनु हुन म सभापति गगन कुमार थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई विशेष ढंगले समापन गर्ने क्षणमा आइपुगेका छौं। आजभन्दा 68 वर्ष पहिला यस्तै एउटा क्षण आएको थियो, तर काठमाडौँमा हैन विराटनगरमा। कार्यक्रमको सभापति हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र त्यो बेलामा कार्यक्रममा मञ्चमा आज विश्वप्रकाश शर्मा बसेको जस्तै गरी बस्नु भएको थियो सुवर्ण शमशेर। सुवर्ण शमशेर नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्थ्यो। सुवर्ण शमशेरले चाहनु भएको भए अझै केही वर्ष सभापति रहिराख्न सक्नुहुन्थ्यो, तर सुवर्ण शमशेरले आफै निर्णय गरेर विशेष अधिवेशन गराउनु भयो र त्यो विशेष महाधिवेशनबाट जननायक बीपी कोइरालालाई निर्विरोध पार्टी सभापतिमा निर्वाचित गरियो। त्यसको एउटै उद्देश्य थियो, पार्टीमा आन्दोलन जानुपर्ने एउटा बाध्यता थियो पार्टीलाई। त्यो आन्दोलन निर्माण गर्नका निम्ति आजको दिनमा बीपी कोइराला योग्य पात्र हुनुहुन्छ भन्ने ठानेर सुवर्ण शमशेरले त्यो अधिवेशन गराउनु भएको थियो। यो नेपाली कांग्रेसको परम्परा हो। 2046 सालको आन्दोलनको नेता सर्वोच्च कमान्डर गणेश मानसिंह हुनुहुन्थ्यो। राजा वीरेन्द्रले बोलाएर तपाईं प्रधानमन्त्री हुनुपर्छ भनिसके पछाडि म होइन महाराज प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई बन्नुहुन्छ भनेर आएको पार्टीको हामीहरू कार्यकर्ताहरू हौं। आज नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा हामी पनि यो भन्दा भिन्न माहौलमा, भिन्न परिस्थितिमा हाम्रा सबै श्रद्धेय नेताहरूको उपस्थितिमा भव्यतापूर्वक विशेष अधिवेशन भएको त्यो दृश्य, त्यसको साक्षी बस्न चाहन्थ्यौं। हामी कसैको पनि यो रहर थिएन यो भिन्न ढंगले यसरी अधिवेशन होस् भनेर। यो बाध्यता हो, तर यो बाध्यता यो ठाउँसम्म हामी आइ नै पुग्नु पर्थ्यो। यो जोखिम हामीले उठाउनै पर्थ्यो र आज जोखिम मैले भन्दा बढी जोखिम तपाईले उठाउनु भएको छ, तल बस्ने साथीहरूले उठाउनु भएको छ, यहाँ बस्ने स्टेजमा बस्ने थुप्रै नेताहरूले उठाउनु भएको छ र आज हामी नेपाली कांग्रेसको विशेष अधिवेशनको, विशेष महाधिवेशनको एउटा ऐतिहासिक क्षणमा छौं। म तपाईहरु सबैप्रति आभारी छु। नेपाली कांग्रेस जस्तो पार्टीको, जुन पार्टीको सभापतिको नाम लिँदाखेरि मात्रै पनि यो पार्टीमा यो सभापति हुनुभयो भनेर पार्टीका सभापतिहरूको नाम लिँदै गर्दाखेरि मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। त्यो हाम्रो महान पार्टी नेपाली कांग्रेस पार्टीको सभापति जस्तो जिम्मेवारी आज तपाईहरुले सम्पन्न भएको छ। यो सानो जिम्मेवारी होइन, यो सानो अभिभार होइन। म इमानदारीतापूर्वक तपाईहरुको बीचमा शपथ खाएर भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सम्पन्न भएको छ, तपाईहरु कसैको पनि शिर निहुराउने अवस्था आउन दिने छैन।
नेपाली कांग्रेस पार्टीको शान राख्छु। यो पार्टीमा लाग्ने तमाम पार्टीका साथीहरूले नेपाली कांग्रेस भएको कुरामा गौरव हुने अवस्था बनाउँछु र हाम्रो देशमा कांग्रेस जस्तो पार्टी छ भन्ने अवस्थामा नेपाली कांग्रेस पार्टीलाई तपाईको सहयोगबाट पुर्याउने हो र नागरिकहरूलाई यस्तो अप्ठ्यारो बेलामा पनि कांग्रेस छ भन्ने कुराको जसरी हिजो कांग्रेसले भरोसा दिलाउँदै आयो, चाहे त्यो राणाशाहीको बेलामा होस्, चाहे त्यो पञ्चायतको बेलामा होस्, चाहे त्यो हिजो कुनै बेलाको नेपाल चाहिँ एउटा युद्धको चपेटामा परेको बेलामा होस्, त्यही भरोसा जगाउने काम फेरि एकपटक नेपाली कांग्रेसले गर्नेछ। तपाईलाई विश्वास दिलाउन चाहन्छु। हामी सडकमा आएकै हो। सडकमा किन आएको भने सडकको आवाज सुन्नको लागि आएको। नेपालमा एउटा परम्परा बस्यो, नागरिकहरू सडकमा आउने, सडकले राजनीतिक दलको नेताहरूलाई चुनौती दिने। तर राजनीतिक दलभित्र यसरी शक्ति जमेर बसेको हुने कि त्यो जमेर बसेको शक्तिको आधारमा पार्टीको सत्ता कब्जा हुने, अनि त्यो पार्टीको सत्ताको ताकत र बलमा सडकमा आएको नागरिकको आवाजलाई दबाइने, जसले गर्दा नागरिक हेर्दै गर्दाखेरि डेमोक्रेसी छ, हेर्दै गर्दाखेरि बहुदल छ, हेर्दै गर्दाखेरि दलहरूको बीचमा प्रतिस्पर्धा छ। तर जब नागरिक छान्न उभिन्छ त्यो बेलामा उसले महसुस गर्छ नेपालमा लोकतन्त्र होइन दलतन्त्र छ भन्ने कुरा उसले महसुस गर्छ। अझ दलतन्त्र होइन गुटतन्त्र छ भन्ने कुराको महसुस गर्छ। त्यो साँगुरो बन्दै गएको छ, त्यसलाई खुम्च्याउँदै गइएको छ। यसलाई भत्काउन आवश्यक थियो। नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्र होइन, आधुनिक नेपालको इतिहासमा भुइँ तहको कार्यकर्ताहरूले गरेको सबैभन्दा ठुलो हस्तक्षेप हो। भुइँ तहको कार्यकर्ताहरू भनेको जनताको प्रतिनिधि हो, नागरिक हो। त्यो नागरिकहरूले गरेको हस्तक्षेप हो, दलभित्र गरेको हस्तक्षेप हो। दलको नेताहरूसँग उठाएको प्रश्न हो यो। दल सुध्रनुपर्छ, दल बदलिनुपर्छ, वर्षौंदेखि भन्दै आइयो। तर दल बदल्नका निम्ति, दल सुधार्नका निम्ति भनेर मात्र होइन, गर्नुपर्छ भनेर यो पटक गरेको समय पनि हो। त्यसैले म सबै महाधिवेशन प्रतिनिधि साथीहरू जसले यत्रो जोखिम उठाएर काठमाडौँ आउनुभयो, यो चिसोमा यत्रो दिन बस्नुभयो, हामीले जम्मा 2 दिनको लागि बोलाएका थियौँ, तपाईहरु सबैप्रति हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु। गाउँ तहमा बस्नुभएका पार्टीका शुभेच्छुक साथीहरू, कार्यकर्ताहरू, पार्टीका आम सदस्य साथीहरू, कार्यकर्ता पनि नहुन आम सदस्य साथीहरू, समर्थक शुभेच्छुक, तपाईहरु सबैलाई हार्दिक बधाई दिन चाहन्छु, हार्दिक सम्मान प्रकट गर्न चाहन्छु, कृतज्ञता ज्ञापन गर्न चाहन्छु। किनकि तपाईले आफूले निर्वाचित गराउनु भएको महाधिवेशन प्रतिनिधिलाई जाऊ काठमाडौँ जाऊ विशेष महाधिवेशनमा सहभागी भएर आऊ भनेर पठाउनु भएको छ। यी साथीहरू अब फर्केर तपाईहरुको ठाउँमा आउनुहुन्छ। अब तपाईले फेरि एकपटक माया गर्नुपर्नेछ। यहाँ आउनुभएको प्रत्येक महाधिवेशन प्रतिनिधि साथीको साथमा तपाईँ उभिनुपर्नेछ। उनले जोखिम उठाएका छन्, त्यो जोखिमलाई पुरस्कृत गर्ने पालो अब तल गाउँमा बसेको साथीहरूको छ। तपाईले त्यो गर्नुहुन्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। कांग्रेस भन्दा बाहिर रहनु भएको नागरिकको पंक्तिलाई पनि म यहाँबाट एउटा सादर अनुरोध गर्न चाहन्छु। पार्टीहरू के हो? पार्टीहरू भनेको पार्टीभित्र सीमित जिम्मेवारीमा बसेका पार्टीका केही पदाधिकारीको मात्र होइन। पार्टी भनेको त्यसको सदस्यता लिएको, रसिद काटेको त्यसको सदस्य मात्र पनि होइन। पार्टी भनेको सार्वजनिक संस्था हो। आज हामी कांग्रेसका साथीहरू यहाँ जम्मा भएका छौँ, तर कांग्रेसको साथीले नेकपा एमालेका बारेमा पनि बोल्न पाउँछ, माओवादीको बारेमा पनि बोल्न पाउँछ। माओवादी र एमालेको मात्र होइन, कुनै पनि दलको सदस्य नभएको व्यक्तिले पनि अरू दलका बारेमा चासो राख्न पाउँछ, प्रश्न गर्न पाउँछ, आफ्नो मत राख्न पाउँछ। त्यसैले नेपाली कांग्रेस पार्टीको यो अधिवेशन तपाईहरुको पनि चासोको विषय हो। तपाईहरुको चासोको विषय पनि बन्नुपर्छ। काठमाडौँमा अरू थुप्रै अधिवेशनहरू सम्पन्न भए, भोलि पनि होलान्। ती अधिवेशनहरूभन्दा यो अधिवेशन भिन्न छ। किनकि मैले अघि पनि भने यो अधिवेशन पार्टीको तल्लो तहमा बसेको साथीहरूको आह्वानमा भएको अधिवेशन हो र पार्टीको तल्लो तहमा भएको साथीहरूले आह्वान गर्नुभएको तपाईको आवाजलाई मान राख्नका निम्ति हो। सडकमा आउनुभएका नौजवानहरू, जेनजी युवाहरू र उनका अभिभावकहरू, फरक फरक उमेर समूहका प्रत्येक नेपाली नागरिक जसलाई नेपाली कांग्रेस पार्टीको घरभित्र के भइरहेको थियो भन्ने जो चासो थिएन होला, तर आजको यो घटनालाई तपाईले चासोपूर्वक हेर्नुपर्छ। तपाईले मन दिएर यसको बारेमा सुन्नुपर्छ। किनकि आज यो हलभित्र मेरा बारेमा छलफल भइरहेको छ। मेरो आवाज सुन्नका निम्ति मैले जो सडकमा आएर गरेको आह्वानलाई त्यसको सम्मान राख्नका निम्ति कांग्रेसका साथीहरू जुटे, जुरमुराए, एउटा जोखिम उठाए भन्ने कुरा तपाईले महसुस गर्नुपर्छ।
कम्तीमा यो कुरालाई यसरी लिइदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। निर्वाचन आयोगलाई हामी ठुलो भरोसा राख्छौँ। हाम्रो संविधानले चिनेको निर्वाचन आयोग, हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठुलो विश्वास छ। निर्वाचन आयोग नेपालको प्रचलित कानुनलाई हेर्छ, परम्परालाई हेर्छ, विधानलाई हेर्छ, यहाँभित्रको उपस्थितिलाई हेर्छ। यत्रो भव्य अधिवेशन भएको छ, हाम्रो विधानलाई हेर्छ। विधान महाधिवेशनभन्दा ठुलो विधानले अरू कुनै पनि संरचना भनेको छैन। होइन पार्टीको सदस्यहरू कतापट्टि उभिएका छन् भनेर नै हेर्ने हो भने करिब करिब 10 लाख क्रियाशील पुरानो र नयाँ गरेर नेपाली कांग्रेस पार्टीको छ। म धेरै भन्दिनँ, तर निर्वाचन आयोगले साँच्चैकै हेरौँ भनेर भनेको दिन नेपाली कांग्रेसले आह्वान गरेको बेलामा त्यो 10 लाख मध्ये 9,80,000 क्रियाशील सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ। नेपाली कांग्रेस कहाँ छ भन्ने कुरा त्यसैले पनि बताउँछ। मेरो आज धेरै कुराहरू छैन। अब हामीले धेरै कामहरू गर्नुपर्नेछ। छोटो समयमा धेरै कामहरू गर्नुपर्नेछ। नेपाली कांग्रेसका बारेमा कोही साथीहरूपूर्व आग्रह गर्छु, कृपया कसैले पनि यो कुरा नसोधिदिनु होला, नभनिदिनु होला। कांग्रेस फुटेको छैन, कांग्रेस यही छ। कांग्रेसको विधानमा विशेष महाधिवेशन हुन्छ भनेर लेखेको विधानको अभ्यास गर्दा कसरी फुट्छ कांग्रेस? कसरी फुट्न सक्छ कांग्रेस? यहाँ अधिवेशन सम्पन्न भयो, यही अगाडिपट्टिको राष्ट्रिय सभागृहमा भएको त्यही अधिवेशन प्रतिनिधिले 14औं महाधिवेशनमा जसरी आदरणीय नेता शेरबहादुर देउवालाई पार्टीको सभापति बनायो, त्यही महाधिवेशन प्रतिनिधिको उपस्थितिको विशेष महाधिवेशनले आज मलाई नेपाली कांग्रेस पार्टीको सभापति बनाएको छ। यही हो विधान, यही हो व्यवस्था। यसको आधारमा हामी अब हाम्रो आफ्ना कामहरू सकेर यहाँ अब निर्वाचन समितिले आफ्नो कामहरू सक्छ। यत्रो आज यति राति भइसकेको छ, धेरै समय पनि लिन्न। त्यसपछि हामीहरू भोलि निर्वाचन आयोगमा जान्छौँ, पार्टीको महाधिवेशन विशेष महाधिवेशनका सन्दर्भमा भएका निर्णयहरूको बारेमा जानकारी गराउँछौँ। हाम्रो विशेष महाधिवेशन भइरहेको छ र केही दिन पछाडि यसको निर्वाचनबाट नयाँ कमिटी आउँछ भन्ने कुराको बारेमा हामीले समयमै निर्वाचन आयोगलाई जानकारी गराएका छौँ। बाँकी रहेका विषयहरूको बारेमा पनि हामीहरू जानकारी गराउँछौँ। म आज महाधिवेशनबाट निर्वाचित हुनुभएका सबै साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। अहिले केही बेरमा निर्वाचन समितिले भन्छ। मलाई थाहा छ थुप्रै साथीहरू हामीसँगै बसेर एउटै कमिटीमा बसेर काम गर्न चाहनु भएको थियो। मैले तपाईँलाई हिजो पनि अनुरोध गरेँ, आज फेरि म दोहोऱ्याएर भन्छु, साथीहरूले मलाई विश्वास गरिदिनुपर्छ। साथीहरूले विश्वप्रकाश शर्मालाई विश्वास गरिदिनुपर्छ। साथीहरूले हामीलाई माया गरिदिनुपर्छ। आज हामी अधिवेशनबाट निर्वाचित भएर पनि आएका छौँ, तर सँगसँगै हामी एउटा अभियानमा पनि छौँ, हामी एउटा आन्दोलनमा पनि छौँ। थोरै समयभित्र धेरै काम गर्नुपर्नेछ। माघ 6 गते नोमिनेसन गर्नुपर्नेछ, निर्वाचनको तयारी गर्नुपर्नेछ, फागुन 21 गते पार्टीलाई चुनावमा लिएर जानुपर्नेछ। देशका अरू थुप्रै कुराहरूका सन्दर्भमा नेपाली कांग्रेसको भूमिकालाई ठिक बनाउनु पर्नेछ। यो बेलामा विशेष महाधिवेशन आयो, तपाईँहरूले देख्नुभएको छ अन्तिम क्षणसम्म आज दिउँसोसम्म पनि हामी सबै कुरा छाडेर पार्टीभित्र बृहत्तर एकता बनाउन सकिन्छ कि भन्ने प्रयासै गरिरहेका थियौँ, किनकि हाम्रो मनको चाहना त्यही नै थियो। हामी आज दिउँसै आएर तपाईँलाई भनिसकेका छौँ, म त्यो कुरा दोहोऱ्याउन चाहन्न। हामीले जम्मा एउटा कुरा भनेका थियौँ, तपाईँहरूले गाउँमा लगिदिनुपर्छ। नचाहिने कुरा बोल्दिनँ म, चाहिने कुरा बोल्छु, फेरि भएको कुरा बोल्छु। के पनि भनेको होइन। हामीले राखेका 6 बुँदे, 5 बुँदे, 7 बुँदे, 8 बुँदे, त्यो एउटै बुँदालाई 5वटा ठाउँमा लेखे पनि हुन्छ। जम्मा एउटा कुरा भनेको। श्रद्धेय सभापतिजी, तपाईँप्रति ठुलो श्रद्धा छ। आदरणीय शेरबहादुर दाई, तपाईँप्रति सम्मान छ। तपाईँले नेपालको राजनीतिमा धेरै तपाईँका आफ्ना कतिपय कमजोरी ती आफ्नो ठाउँमा होला, तर तपाईँले नेपालको लोकतन्त्रमा धेरै ठुलो योगदान पुर्याउनु भएको छ। तर प्रत्येक कुराको एउटा अध्याय हुन्छ। तपाईँको अध्याय यहाँ आएर टुङ्गियो अब, र तपाईँले विश्राम लिनुपर्छ। ग्रेसफुल्ली सबैले लिन्छ नि। घरमा बाहरू त, आमाहरू त छोराछोरीले म जिम्मा लिन्छु भनेर आयो भने खुसी हुँदैन भने, ल आऊ बाबुसँगै अगाडि सर भन्ने होला नि। हामीले के भन्यौँ र आज बिहान गएर? हामीले हिजो के भन्यो? आज बिहान पनि के भन्यौँ? कसलाई बनाउने हो प्रधानमन्त्री बनाउनुहोस्, कसलाई बनाउने हो पार्टी सभापति बनाउनुहोस्। 2टा महामन्त्री
हामीले आज महामन्त्रीको हैसियतमा बिहान गएर विश्वप्रकाश शर्मा र मैले दुईजनाले गएर आदरणीय शेरबहादुर दाईको घरमा आफै समय लिएर गएर आज बिहान पनि त्यही भनेको, हामीलाई केही पनि भन्नु छैन, हाम्रो बारेमा होइन यो, हामी के भन्ने बारेमा होइन, पार्टीलाई ठिक ठाउँमा उभ्याउने बारेमा हो। एउटा निर्णय मात्र गरिदियो पुग्छ। यो पटक नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रुखमा मत हाल्दै गर्दा एउटा मतदाताले मैले मत हाल्यो भने के हुन्छ, मेरो पार्टी ठुलो हुन्छ, मेरो पार्टी ठुलो भयो भने के हुन्छ, मेरो पार्टीको सरकार बन्छ, अनि त्यो सरकार बन्दै गर्दा सरकारको प्रधानमन्त्री को बन्छ भन्दै गर्दा हामीले ठिक उत्तर दिन पायौं भने यति भए पुग्छ। त्यति मात्रै भनेको, जम्मा यति भनेको, यति एउटा कुरा गर्न पायो भने पार्टीलाई ठिक। त्यो भनेको म हुनुपर्छ अर्को हुनुपर्छ होइन, पार्टीले जसलाई पनि बनाउन सक्छ। यति कुरामा हामी खुला भएर जाउँ भनेर भन्दै गर्दाखेरि पनि के यो कुरा भन्नु अपराध थियो? आज नेपाली कांग्रेस पार्टीका सन्दर्भमा हामीले पार्टीलाई ठिक ठाउँमा उभ्याउने कोसिस गर्यौं, तपाईहरुले साथ दिनुभयो। यो भन्दा बढी अरु कुरा म भन्न चाहन्न। खाली मैले यति मात्र आग्रह गरे, थुप्रै साथीहरु हुनुहुन्थ्यो, दौडमा भयौं, हतारमा भयौं, तपाईहरु साथीहरुले आफूले मनोनयन पनि दिनुभयो, तर सँगसँगै मनोनयनलाई आफूले गरेको कुरालाई सँगसँगै फिर्ता लिने स्वीकृति पनि दिनुभयो। छोटो समयभित्रमा टिम निर्माण गर्नुपर्ने त अहिले भर्खर यहाँ साथीहरुले आएर भनिराख्नु भएको छ। कति ठाउँमा जिल्ला छुटेको छ, कतिपय ठाउँहरुमा ठिक ढंगले सन्तुलित भएको छैन, कतिपय ठाउँमा पर्नुपर्ने साथीहरु छुट्नु भएको छ। ए फलानु साथी म यहाँ बस्दै ए फलानु साथी त पक्कै पनि हुनुहुन्छ होला भन्ठानेको नपरेको अवस्था छ। यी कुराहरु भएका छन्। तर म फेरि तपाईहरुलाई विनीत भएर आग्रह गर्न चाहन्छु, हामी ठूलो अभियानमा छौं। जो साथीहरु अत्यन्त महत्त्वपूर्ण साथीहरु हुनुहुन्छ, जुन जिल्लाको साथीहरु छुट्नु भएको छ, जुन ठाउँको साथीहरु छुट्नु भएको छ, जो पर्नुपर्ने साथीहरु हो, ती पर्नुपर्ने साथीहरुका सन्दर्भमा हामी निर्वाचन आयोगमा गएर हाम्रो नयाँ कमिटीको बारेमा अद्यावधि गर्न साथै हाम्रो नयाँ विधानको पनि कार्य प्रारम्भ हुन्छ। नयाँ विधानका आधारमा हामीले यस्तै अप्ठ्यारो आउला भनेर प्रत्येक प्रदेशबाट एकजना महिला सहित 3 जनाको, प्रत्येक क्लस्टरबाट एकजना महिला सहितको 3 जनाको जनसम्पर्क समितिबाट नौजवान युवाहरू, यसै गरिकन 3टा सहमहामन्त्री खुला ल्याउन सक्ने गरिकन विधानको व्यवस्था गरेका छौं। त्यसैले छुट्नुभएको साथीहरुका सन्दर्भमा कतिपय ठाउँहरुमा थोरै ठाउँ मात्र थियो, किनकि यो भन्दा पहिले केन्द्रीय समितिमा बसिरहेको हाम्रो ठूलो संख्या थियो। स्वाभाविक रूपमा यो विशेष अधिवेशन भएको हुनाले गर्दा केन्द्रीय समितिमा भएका हामी थुप्रै साथीहरु त्यहाँ दोहोरिने कुरा भयो र त्यो दोहोरिँदै गर्दाखेरि थोरै साथीहरुको लागि मात्र स्थान रह्यो। कतिपय ठाउँमा उदाहरणको लागि खस आर्य पुरुषभित्र हुन्न चाहने, बन्न चाहने, निर्वाचन लड्न चाहने साथीहरु 70-80 जना हुनुहुन्थ्यो, तर जम्मा बन्ने ठाउँ 4 जना मात्रै थियो। त्यसैले बाहिरबाट हेर्दै गर्दा म किन परिन भन्ने लाग्छ, तर त्यो खालको दबावको अवस्था पनि रह्यो। त्यसैले हामीहरु सल्लाह गर्छौं, गरिने रहेका छौं। कतिपय साथीहरुको बारेमा जानकारी पनि आइसकेको छ। त्यसैले मैले एकदमै हम्बल रिक्वेस्ट, यत्रो जोखिम उठाएर तपाईहरु यहाँ आउनु भएको छ, यत्रो अभियानमा तपाईहरु लाग्नु भएको छ, यत्रो ठूलो काममा हामीहरु जुटेका छौं। यो पार्टीसँग जोडिएको छ, देशसँग जोडिएको छ, हाम्रो भविष्यसँग जोडिएको छ। यो बेलामा यतिखेर पर्नुपर्ने साथीहरु पर्नुहुन्छ, छुट्नुहुन्न, अर्को तुरुन्तै पर्नुहुन्छ। हामी अत्यन्त छोटो समयभित्र यो कामलाई सक्छौं। तर तपाईले अहिले म किन परिन भन्ने बारेमा चित्त नदुखाउनुस्, म भन्दिन। तपाईले मलाई आएर, आदरणीय नेता विश्वप्रकाश शर्मालाई आएर, अरु साथीहरुलाई आएर बन्द कोठाभित्र आएर तपाईले भन्ने सबै तपाईको अधिकार छ। तर अहिलेको लागि यहाँबाट फर्केर जाने साथीहरुले ठूलो हौसला बोकेर फर्केर जानुपर्ने अवस्था छ। त्यसैले प्रत्येक साथीले एकछिनको लागि अहिलेको अवस्था सम्झेर, एकपटक मलाई मत सम्झेर यो बेलामा एउटा ठूलो भारी बोक्ने जमर्को गरेको छ, हामीले भारी बोकाइदिएका छौं। त्यसैले यसलाई हिड्ने बेलामा कहीँ कतै ठेस लागेको बेलामा फेरि मेरो साथ चाहिन्छ, मेरो सहयोग चाहिन्छ। सँगसँगै हिड्ने यात्रामा अलि तलमाथि पर्यो होला, तर सँगै हिड्ने क्रममा कहीँ गल्ती भएछ भने सच्याउला भन्ने सोचेर तपाईहरुले कुरा बुझ्दिनुहुन्छ। भोलि जो साथीहरु फर्कनु भन्दा पहिला समितिमा बसेर काम गर्न चाहनुभएको साथी तर छुट्नुभएको साथीलाई भोलि दिनभरि लागेर म भेट्छु, तपाईहरुको कुराकानी सुन्छु, यसलाई कहाँ सच्याउनु पर्ने कुरा सच्याउँछु, तपाईहरुसँग बसेर मिलाउँछु। यति कुरा तपाईहरुले बुझ्दिनुहुन्छ भन्ने म आग्रह गर्न चाहन्छु। अन्तिममा म आफ्नै बारेमा आज एउटा कुरा गर्न मन लागेको छ। म नेपाल विद्यार्थी संघको महामन्त्री थिएँ, गुरु घिमिरे मेरो अध्यक्ष हुनुहुन्थ्यो। म नेपाल विद्यार्थी संघको महामन्त्री भएको बेलामा त्यो बेलामा सडकमा राज संस्थाका विरुद्धमा आन्दोलन चलिरहेको थियो।
र त्यो बेलामा पार्टीको नेतृत्वसँग एउटा कुरामा मत मिलेन। कोठाभित्र एउटा कुरा गर्ने, सडकमा आएर अर्को कुरा गर्ने मेरो मोरालिटीले दिएन। सडकमा जे कुरा हुन्छ कोठाभित्र त्यही, भित्र त्यही हो, बाहिर त्यही हो। तर त्यो पोलिटिकल मोरालिटीको कम्पासमा ठिक ठाउँमा उभिँदै गर्दाखेरि म त्यो बेलामा नेपाल विद्यार्थी सङ्घको महामन्त्रीबाट हटाइएको हुँ। मलाई थाहा थियो त्यो प्राइस मैले पे गर्नुपर्ने अवस्था आउन सक्छ भनेर, तर मैले जानेरै त्यो कुरा छानेको हुँ। म 13औं महाधिवेशनमा नेपाली कङ्ग्रेसको महामन्त्री लड्न उभिँदै गर्दाखेरि, मेरो आफ्नै परिवारसँग लड्न उभिँदै गर्दाखेरि मलाई सजिलो बाटो थिएन भने थाहा नभएको होइन। तर त्यो बेलामा नेपालको राजनीतिमा नौजवानहरूले, नवयुवाहरूले कम्तीमा अब निर्णायक हस्तक्षेप गर्ने कुराको प्रारम्भ भए पनि गर्नुपर्छ, मूल्य यसको जेसुकै चुकाउनु परोस् भन्ने ठाने त्यो ठाउँमा गएर उभिएँ। म अहिले नेपाली कङ्ग्रेसको महामन्त्री भएँ। म अहिले पनि याद छ, विश्वदाई र म दुईजना हामी त्यो दिन सभापतिका जिका गएका थियौँ। प्रधानमन्त्री हुनुहुन्थ्यो। मलाई त्यो बेलामा भन्नुभएको थियो, भाइलाई कुन मन्त्री चाहिन्छ म त्यही मन्त्री बनाइदिन्छु, भाइले भनेको मन्त्री बनाइदिन्छु। विश्वदाई र मैले गएर भनेको, दाइ मन्त्री बन्ने कुरा ठुलो कुरा होइन, म त तपाईँसँग संसदीय दलको नेता लड्ने हो म तपाईँसँग। मलाई थाहा छ म हार्छु, तर म हार्ने थाहा पाउँदै पनि तपाईँसँग लड्ने हो। तपाईँसँग आज म लडिनँ र मन्त्री हुने नाममा म तपाईँसँगै उभिएर तपाईँलाई नै मैले भोट हालेँ भने आज देशका थुप्रै नागरिकहरू जो नेपाली कङ्ग्रेसभित्र तपाईँलाई प्रति श्रद्धा छ, फेरि व्यक्तिगत श्रद्धामा कहीँ न हिजो कमी छ न आज कमी छ, तर नेपालको नागरिकको ठुलो तबकाले जसले 3-4 जना भूतपूर्व प्रधानमन्त्रीहरू आलो पालो गरेर प्रधानमन्त्री भइरहेका छन्, यो कुरामा ब्रेक लाग्नुपर्छ भनिरहेका छन्। कम्तीमा नेपाली कङ्ग्रेसभित्र त्यसका बारेमा प्रश्न त उठ्यो। यति कुराको लागि म तपाईँसँग लड्नुपर्छ, मैले सजिलो बाटो रोज्नुहुन्न भनेर मैले सजिलो बाटो नरोजेको हो। आज पनि मलाई थुप्रै साथीहरूले भनिराख्नु भयो, आज बिहान पनि भन्नुभयो नेताहरूले, केही समयपछि 15औं महाधिवेशन हुँदैछ त सजिलैसँग पार्टी सभापति हुने मान्छे, पार्टी सभापति त बनिहाल्छ नि, सजिलैसँग पार्टी सभापति हुने मान्छेले यो खिचपिच किन गरिरहेको, किन विशेष महाधिवेशन भनेर गरिरहेको, यो सब कुरा बन्द गर। मैले पनि सायद आज पनि मैले बुझाउन सकिनँ। प्रश्न म के बन्ने भन्ने होइन, प्रश्न सजिलो बाटो हिँडेर आफ्नो सहजता खोज्ने होइन, प्रश्न फेरि पनि सत्यको पक्षमा उभिने कि नउभिने भन्ने हो, आफ्नो ब्रह्मले देखेको कुरा गर्ने कि नगर्ने भन्ने हो। बाटो कठिन होला तर निष्काम ढङ्गले आफ्नो कर्म गर्नुपर्छ भन्ने नै हो। त्यही कर्म गर्ने कोसिस गरेको, आज पनि त्यही कर्म गर्ने कोसिस गरेको। सभापति बन्ने भन्ने कुरा नेपाली कङ्ग्रेसको सजिलो कुरा होइन, यो पद मात्र होइन, यो ठुलो जिम्मेवारीका साथ आएको छ। यो सानो जिम्मेवारी होइन, यो जिम्मेवारी बोक्नका निम्ति तयार भएर म यहाँ आएको छु। आज सङ्क्रान्तिको माघे सङ्क्रान्ति हो, भर्खर सुरु भएको छ। यही सङ्क्रान्तिको यहीँबाट म आह्वान गर्न चाहन्छु, हामी नेपाली कङ्ग्रेस पार्टीलाई पहिलाको जस्तो 2007 सालको जस्तो, 15 सालको जस्तो, 33 सालको जस्तो, 46 सालको जस्तो, त्यो बेलाको जस्तो बलियो सुदृढ, त्यो बेलाको जस्तो क्रान्तिचेत भएको, त्यो बेलाको जस्तो लोकप्रिय पार्टी पनि बनाउने हो। तर सँगसँगै अस्ति भर्खर 70 सालमा जन्मिएको, अस्ति भर्खर 65 सालमा जन्मिएको वा अब जन्मदै गरेका बालबालिकाहरूले पनि भरोसा गर्ने पार्टी पनि बनाउने हो। एउटै घरको 12 आमाले हेर्दै गर्दा यो त मेरो पार्टी हो, वर्षौँदेखि मेरो बाले पनि भन्नुभएको पार्टी नेपाली कङ्ग्रेस हो, 15 सालमा मेरो हजुरबाले भोट हालेको पार्टी नेपाली कङ्ग्रेस हो भनेर उसलाई पनि आनन्द लागोस्। अनि उसकै घरमा हुर्कँदै गरेको 14, 15, 16, 18, 20 वर्षको छोरा वा छोरीलाई पनि हेर्दै गर्दाखेरि मेरो भविष्य यो पार्टीले सुरक्षित गर्छ भन्ने सक्ने पनि लागोस्, त्यस्तो पार्टी बनाउने हो। नेपाली कङ्ग्रेस पार्टीलाई सुधारको भोक भएको, त्यो परिवर्तनको गीत गाएर हिँड्ने पार्टी बनाउने हो। हामीले भर्खर मात्रै महाधिवेशनको हलबाट जे प्रस्तावहरू पारित गरेका छौँ त्यो प्रस्तावहरूलाई अक्षरशः कार्यान्वयन गर्ने पार्टी बनाउने हो। अब नेपाली कङ्ग्रेस पार्टी सबै खालको परिवारवादबाट मुक्त भयो, नेपाली कङ्ग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट काङ्ग्रेसमा कोही 60 पनि छैन, कोही 40 पनि छैन, सक्यो। हामी सबै एउटै हो। अब कसैले कसैलाई चिन्दैन, को कुन गुटबाट आएको, सक्यो गुट, मासियो गुट। यो गुटबाट यो मासियोस् भन्ने कुरा जुन लामो समयदेखि तपाईँहरूले चाहनु भएको थियो, त्यही कुरा आज हामीले पुरा गरेका छौँ।
म फेरि एकपटक सबै साथीहरूलाई हृदयबाट आभार प्रकट गर्दै म यहाँहरूलाई धन्यवाद दिँदै एउटै कुरा भन्न चाहन्छु। आज यसो हेर्दै गर्दाखेरि सानो कुरा लाग्छ। आज हामीले काङ्ग्रेसको विशेष महाधिवेशन मात्रै गरेको होइन। काङ्ग्रेसको विशेष महाधिवेशनबाट तपाईँहरूले मलाई सभापति छान्नुभएको मात्र होइन, काङ्ग्रेसको विशेष महाधिवेशनबाटै नेपालको राजनीतिको नयाँ अध्याय प्रारम्भ गर्ने कुराको उद्घोष हो। यो सानो कुरा होइन, यो सामान्य कुरा होइन। चाहे नयाँ पार्टी होस् चाहे पुरानो पार्टी होस्, सबै पार्टीभित्र बसहरू हुनुहुन्छ, सबै पार्टीभित्र बसहरूको शासन चल्छ। जुन पार्टीभित्र त्यहाँका सदस्यहरू आफै चाउरिएका हुन्छन्, मरेतल्य हुन्छन्, जो आफै हेपिएर पेलिएर बसेका हुन्छन्, जुन पार्टीभित्र प्रश्नहरू मरेको हुन्छ, जुन पार्टीभित्र आफै त्यहाँभित्र न्यायको बिगुल बजेको हुँदैन, त्यो पार्टीले बाहिर गएर न्याय गर्न सक्दैन। नेपालको पार्टीहरूको समस्या त्यही भएको। नेपाली कांग्रेस पार्टीभित्र अब म तपाईँको पार्टी सभापति भएर मैले पार्टीको कुनै सदस्यलाई हेप्ने कुराको कल्पना पनि गर्न सक्दिनँ। मैले आज यो माथि बसेर तल बस्नुभएको तपाईँभन्दा म ठुलो भएको कुरा मैले कल्पना गर्न सक्दिनँ। नेपाली कांग्रेसको प्रत्येक पार्टीको क्रियाशील सदस्य र म बराबर हो, केवल पद मात्रै फरक हो। यो परम्परा कांग्रेसमा अब सुरु भयो। म फेरि एकपटक पार्टीका तमाम देशभरिका साथीहरू जो आज महाधिवेशनमा आउनु भएको छैन, कोही महाधिवेशनमा आएर फर्कनु भएको छ, कोही महाधिवेशन प्रतिनिधि हुनुहुन्छ तर आउन चाहनु भएको छ त आउन सक्नु भएको छैन। कति साथीहरू मैले देखेँ आउनुभयो, हलमा आउनुभयो, घुम्नुभयो, बस्नुभयो, तर यहाँ आएर हस्ताक्षर गर्ने कतिपय साथीहरूले आँट गर्नु भएन। म सबै ती साथीहरूलाई पनि आह्वान गर्न चाहन्छु, तपाईँको मनमा तपाईँ यहाँ हुनुहुन्छ, तपाईँको मनबाट आज सबै देशभरिको साथीहरू सुत्नु भएको छैन, कहीँ काङ्ग्रेस सुतेको छैन। आज सबतिर साथीहरूको आँखा यहाँ छ। तपाईँ यहाँ आइ नपुग्नु भएको, तपाईँको मन यहाँ छ, किनकि काङ्ग्रेस यहाँ छ। यो हो काङ्ग्रेस, यसले आँक्छ काङ्ग्रेस। अब नेपाली कांग्रेस पार्टीलाई देशभरि सिङ्गो काङ्ग्रेसलाई एक ढिक्का बनाएर हाम्रो पार्टीको पूर्व सभापति श्री आदरणीय शेरबहादुर देउवालाई पनि सम्मान राख्दै, पार्टीका तमाम नेताहरूप्रति राख्नुपर्ने आदर भाव राख्दै, कुनै व्यक्तिगत टीका टिप्पणी केही पनि नगरिकन उहाँहरूको आशीर्वाद पनि लिँदै, उहाँहरूको अभिभावकत्वलाई पनि मान्दै, उहाँहरूलाई पनि उहाँहरूको पनि सँगसँगै साथ सहयोग लिँदै नेपाली कांग्रेस पार्टीलाई हाम्रो आफ्नो यात्रालाई हामी अगाडि बढाउनेछौँ। भर्खर यहाँ भाइले जानकारी गराउनुभयो, राष्ट्रिय सभाका सदस्य आदरणीय नेता बलदेव बोहराको आज निधन भएको छ। उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौँ र दिवंगत आत्माको चिर शान्तिको लागि म भगवानसँग प्रार्थना पनि गर्छु र शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस पार्टीको तर्फबाट हार्दिक समवेदना पनि प्रकट गर्न चाहन्छु। मैले यति कुरा राखेँ, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। भोलि अब हामी बैठक बस्छौँ, निर्वाचन आयोगमा गएर हाम्रो आफ्नो विशेष महाधिवेशनको कुरालाई अद्यावधि गराउँछौँ र हामी के एक्सपेक्ट गर्छौँ भनेदेखि अत्यन्त छोटो समयभित्र निर्वाचन आयोगले नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गएको निर्णयलाई अद्यावधि गर्छ र त्यो अद्यावधि गर्ने कुरा सँगसँगै कांग्रेसभित्र अहिले देखिएको अलिकति भएका दुविधाहरू सकिन्छन्। सिङ्गो कांग्रेसलाई एक ढिक्का बनाएर पूर्व पार्टी सभापतिको लस्करमा आदरणीय दाइ शेरबहादुर दाइलाई पनि राखेर हामी अगाडि बढ्छौँ। यति कुरा यहाँलाई राखेँ। यत्रो ठुलो भरोसा तपाईँहरूले गर्नुभएको छ। बुढाबुढी केही नभनिकन आदरणीय श्यामबहादुर दाइ यहाँ हुनुहुन्छ, अझै अहिले करिब 88 वर्ष हुनुहुन्छ। यहाँ कांग्रेसको महाधिवेशन प्रतिनिधि, यहाँ तल यति धेरै नौजवानहरू हुनुहुन्छ। यहाँ कुनै एउटा उमेर समूहको होइन, सिङ्गो नेपाली कांग्रेस पार्टीको साथ यहाँ छ, सबैको सहयोग छ। तपाईँ सबैको साथ र सहयोगबाट कांग्रेस पार्टीलाई ठिक ठाउँमा उभ्याउने र त्यो उभिएको नेपाली कांग्रेस पार्टीलेबाट देशप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्ने सन्दर्भमा यो अगाडिको यात्रामा गाह्रो साह्रो दुःख सुख सबैमा तपाईहरुको यस्तै साथ रहन्छ भन्ने विश्वास गर्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल। सभापति गगन कुमार थापाज्यू, र मञ्चमा आसीन सबै आदरणीय नेतृत्ववर्ग, यो बेलामा रातको 1:12 करिब हुँदै रहेछ। कुनै बेला यस्तो पनि समय हुन्थ्यो, नेपाली कांग्रेस पार्टीको बन्द सत्र भयो, यो प्रकारको छलफलहरू भयो भने राति 10 बजेपछि तपाईँ हामीलाई निन्द्रा लाग्थ्यो। 10 बजे 10:30 बजे पछाडि प्राय सबै हामी हिँड्थ्यौँ। तर आज रातको 1:13 पछाडि
मध्यरात गुज्रिएर नयाँ बिहानी आउने दिशातर्फ जाँदै गरेको यो एउटा शुभ सङ्केतको रूपमा मैले लिएको छु। मध्यरात गुज्रिएको छ, नयाँ बिहानी आउँदैछ। अलिअलि यसो नवनिर्वाचित सभापतिजीतिर हेर्दै गर्दा कतिपय साथीहरूलाई अलिअलि अप्ठ्यारो लागिरहेको छ कि जस्तो लाग्छ मलाई। काङ्ग्रेसको सभापति भनेपछि त अलि बुढो हुनुपर्ने। उम्मेदवारी दर्ता गर्दै गर्दा नेपाली काङ्ग्रेस पार्टीको सभापति पदको उम्मेदवार उमेर कति भन्दा 74-75 लेख्नुपर्ने एउटा कालखण्ड त्यो पनि थियो। हाम्रो नेताहरूले लामो समय जेल बस्नुभयो, सङ्घर्ष गर्नुभयो, प्रवासमा बस्नुभयो। नेतृत्वमा जानलाई लामो समयको सङ्घर्ष पछाडि नेतृत्वमा पुग्दै गर्दा एउटा बुढौली उमेरमा पनि पुग्नुभयो होला। तर बडा गजबको संयोग छ, यो लाइभ गरिरहनुभएका मिडियाका साथीहरूले पक्कै पनि भोलि सर्च गरेर लेख्नुहुनेछ, नेपाली काङ्ग्रेस पार्टीको पहिलो विशेष महाधिवेशनले निर्वाचित गरेको सभापतिको उमेर पनि दोस्रो महाधिवेशनले निर्वाचित गरेको सभापतिको उमेर जस्तै युवा थियो कुनै बेला। त्यस बेला विशेष भएको थियो र एउटा युवालाई त्यो बेला नेतृत्व हस्तान्तरण गरिएको थियो, बिपी कोइरालालाई। आज विशेष महाधिवेशन भएको छ र यसले आजको समयले मागेको अर्को युवालाई नेपाली काङ्ग्रेस पार्टीको बागडोर सुम्पिएको छ। आदरणीय साथीहरू, जसरी रात पछाडि मध्यरात हुँदै अब केही बेर पछाडि उज्यालो हुनेछ, बिहानी हुनेछ, त्यसरी नै हामीले आज विशेष महाधिवेशनको यो घडीमा नेतृत्व चयन गरिरहेको घडीमा हामीले सङ्कल्प गर्नु छ, देशलाई पनि बिहानीतिर लिएर जानुपर्छ। कुनै पनि घर चलाउनलाई एउटा विधि हुन्छ, कुनै पनि पार्टी चल्नका लागि विधि हुन्छ। स्वाभाविक छ कि अनेकौं, त्यसैले सबैको कुरा नमान्न सक्छौं, तर सबैले साझा रूपमा मान्नुपर्ने एउटा विधान हुन्छ। देश चल्नका लागि संविधान हुन्छ र पार्टी चल्नका लागि विधान हुन्छ। त्यसैले कसैले पनि यो बेलामा सोच्दै गर्दाखेरि जे भइरहेको छ, फरक मतहरूको बीचबाट, आपसी विमतिको बीचबाट, तर त्यसको बावजुद फेरि विधिको बीचबाट, म दोहोऱ्याउन चाहन्छु, विमतिको बीचबाट तर विधिको माध्यमबाट हामी यो मध्यरात पछि नयाँ नेतृत्व चुनिरहेका छौँ। देश संविधानले चल्छ, देशले संविधानको बाटो छोड्यो भने देश व्यथितिमा पुग्छ। पार्टीले विधानको बाटो छोड्यो भने पार्टी पनि अप्ठ्यारोमा पर्छ। त्यसैले हामी स्पष्ट छौँ, आज देशभरिको पार्टीको महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर त्यसपछि पार्टीको केन्द्रले महामन्त्रीहरूले महाधिवेशन प्रतिनिधिहरूको भावना बमोजिम बोलाएको यो अधिवेशन एउटा विधिको बाटोबाट टुङ्गिँदैछ। यो बेलामा म तपाईँ प्रत्येक महाधिवेशन प्रतिनिधि साथीहरूलाई सम्मान गर्न चाहन्छु, बधाई दिन चाहन्छु। तपाईँ प्रत्येक साथी यहाँबाट फर्किँदै गर्दाखेरि को साथी के जिम्मेवारीमा आउनुभयो, कसले कुन पदमा उम्मेदवारी दर्ता गर्नुभएको थियो, त्यो तपाईँले त्यो पद प्राप्त गर्नुभयो कि गर्नु भएन, त्यसलाई हिसाब नगर्नुहोला, हिसाब गर्नुहोला। कुनै बेला इतिहासको त्यो कालखण्डको पहिलो विशेष महाधिवेशनको सहभागी भनेर जसरी ओमकार दाई सहभागीलाई मञ्चमा हामीले देख्यौँ, भेट्यौँ, अब तपाईँले यो महाधिवेशनको दोस्रो विशेष महाधिवेशनको सहभागी प्रत्येक साथीहरूलाई बधाई छ, सम्मान छ, सलाम छ। तपाईँ प्रत्येकले इतिहास निर्माण गर्नुभएको छ। तपाईँ प्रत्येक एउटा नयाँ इतिहासको आज साक्षी बस्नु भएको छ। यो बेलामा तपाईँ गाउँ फर्किँदै गर्दा भोलि उज्यालो भइसकेपछि अब उज्यालो हुने क्रममा छ, मोटरहरू चढेर पूर्व पश्चिम उत्तर दक्षिण अब जानु छ। जाँदै गर्दाखेरि ऊर्जा लिएर जानु होला। आवेगहरू केही थिए भने भ्रिकुटी मण्डपको चौरीमा नारा लगाउँदै गर्दाखेरि तपाईँको आवेगलाई तपाईँले त्यहीँ छोडेर जानुभएको छ, छोडेर जानु होला। हिजो विशेष महाधिवेशनको पक्षमा कसले हस्ताक्षर गर्नुभयो, कसले हस्ताक्षर गर्नु भएन, अब त्यो प्रश्न सकियो। को विशेष महाधिवेशनमा सहभागी हुनुहुन्थ्यो, को सहभागी हुनुहुन्न थियो, अब त्यो दरार पनि सकियो। हामी गाउँ जाँदै गर्दा उज्यालो अनुहारका साथ, हँसिलो मुद्राका साथ
उत्तिकै ऊर्जाका साथ, तर फेरि फरक कुरा के हो भने पहिलाभन्दा अझै बढेको ऊर्जा र पहिलाभन्दा अझै बढेको जिम्मेवारीका साथ तपाईँ हामीले जानुस्। हामीले काङ्ग्रेसलाई बदल्ने र यो देशलाई काँधमा लिने भनेको केवल एक गगन थापालाई काङ्ग्रेसको सभापति बनाएर हामीले आएका छौँ, अब देशमा केही हुन्छ त गगन थापाले गर्छन् भरोसा गरिराखेर होइन। गगन थापालाई हामीले कमान्डर बनाएका छौँ, तर कुनै पनि युद्धमा विजय हासिल गर्नलाई कमान्डर दरिलो ढङ्गले उभिँदै गर्दा पुरै सेना पनि उही तयारीका साथ, उही मनोविज्ञानका साथ उभिनुपर्छ। तपाईँ हामी प्रत्येक साथी आजका मितिबाट विशेष अधिवेशनबाट फर्किँदै गर्दा विशेष जिम्मेवारी पनि लिएर फर्किँदैछौँ। फर्किँदै गर्दाखेरि नबिर्सिनुहोला, हामीले हाम्रै पार्टीका साथीहरूको सँग पनि नम्रतापूर्वक हार्दिकतापूर्वक व्यवहार गर्नुहोस्। हामी जान्दछौँ आज बिहान मात्रै पनि कारबाहीको कुरा तपाईँले सुन्नु, निर्वाचन आयोग स्वयं जान्दछ यो विशेष महाधिवेशनको बन्द सत्रले निर्वाचनको प्रक्रिया सुरु गर्नु अगाडि जे कार्यविधि बनायो त्यो कार्यविधि बनाउँदै गरिसके लगत्तै पछि केन्द्रीय कार्य समिति विघटन भइसकेको अवस्था थियो। विघटन भइसके पछाडि बैठक बसेर हामीलाई कारवाही गरिरहँदै गर्दा हामी केवल हाँस्न मात्रै सक्थ्यौँ, मुस्कुराउन मात्रै सक्थ्यौँ। हामीले हरेक प्रहारलाई मुस्कुराएर जवाब दिन सक्थ्यौँ। काङ्ग्रेस त्यो हो जसले अरूले हानेका ढुङ्गाहरूलाई टिपेर महल बनाउन सक्छ। काङ्ग्रेस अब काङ्ग्रेसको आलोचनालाई छोडिराखेर, काङ्ग्रेससँग गुनासो छोडिराखेर, कसले तपाईँमाथि के प्रश्न गरेको छोडिराखेर तपाईँले गाउँमा एउटा ऊर्जालाई उत्साहलाई लिएर जानुहोस्। मैले उद्घाटन समारोहको मञ्चमा पनि एउटा वाक्य भनेको थिएँ कि ठुलो आवाज चर्को स्वर त बम विस्फोटनको हुन्छ, विचारको प्रस्तुति मधुर हुन्छ। आज काङ्ग्रेसले त्यो समन्वयको त्यो आत्मीयताको प्रतिनिधित्व गर्नुहोस्, किनभने हामी हेक्का राखौँ। अस्ति भर्खर मात्रै हो यो देशमा तपाईँ हामी सबैको मन जलेको, सिंहदरबार जल्यो, भवनहरू जले, त्योभन्दा ठुलो त्यो मुभमेन्टमा 74-75 जनाको जीवन जलेको छ। ती रितिएका कोखरलाई हामीले सम्झिनु छ। आजको यो घडीमा सम्झिँदै गर्दाखेरि हामीले सँगैमा सम्झिनु छ। मैले भन्ने गरेको छु, मान्छेको मन जल्यो भने मनले सिउन सकिएला, मान्छेको धन जल्यो भने अभावमा जिउन सकिएला, मान्छेको तन जल्यो भने पनि अर्को जन्म लिउँला भनेर त्यसको पनि सङ्कल्प गर्न सकिएला। तर तन मन धनभन्दा माथि मान्छेको विश्वास जल्यो भने त्यो विश्वासलाई कसरी जोड्ने भन्ने गम्भीर प्रश्न आउँछ। त्यसैले आज काङ्ग्रेसले विशेष महाधिवेशनबाट विशेष सङ्कल्प गर्नु छ। हामी यो देशमा जलेका मनहरू जोड्नेछौँ, जलेको भावनाहरूलाई गाँस्नेछौँ। सयौँ थुङ्गा फुलका हामी एउटै माया नेपाली भनेर हामी गाँसेर जानेछौँ। त्यो जाँदै गर्दाखेरि तपाईँ हामीले एउटा विश्वासलाई आफूभित्र बढाउँदै गर्दा सोच्नु छ। छोरो या छोरी बेरोजगार रहेको परिवारको पीडालाई हामीले सम्झिनु छ। द्वन्द्वमा 10 वर्ष द्वन्द्वमा जीवन गुमाएको काकृत्यको आमाको पीडा, त्यो परिवारको पीडालाई सम्झिनु छ। देशभित्र बस्न नपाएर 7 समुद्र पारी टाढा खाडीको मुलुकमा बसेर काम गरिरहेको युवकको पीडालाई हामीले सम्झिनु छ। जागिर गरिरहेको नागरिक तर आएको तलबले परिवार राम्रो धान्न नसकिरहेको मानिसको पीडालाई सम्झिनु छ। प्रहरीको सिपाही भएर काम गर्दै गरेको मान्छे बोर्डरमा या कुनै गाउँमा तपाईँको मेरो रखवारी गर्दै गर्दा परिवारबाट टाढा रहेर बसिरहेको कुरालाई हामीले सम्झिनु छ। सबैको परिवारलाई गाँसेर लिएर जाने जिम्मेवारी लिएको काङ्ग्रेसले आफ्नो परिवारलाई त हामीले गाँस्नु नै छ। त्यसैले तपाईँ सबैले त्यो ऊर्जा लिएर जानुहुनेछ, त्यो उमङ्ग लिएर जानुहुनेछ म कामना गर्न चाहन्छु। र म फेरि पनि नयाँ बन्दै गरेको कार्य समितिलाई बधाई दिन चाहन्छु र खास गरी सभापतिका रूपमा गगन कुमार थापा, हामीले एउटा भरोसा गर्ने युवा नेतृत्व, पार्टीको एउटा सभापतिको रूपमा विचारमा पनि प्रष्ट रहेको, काम गर्ने कुरामा दृढ मनोविज्ञान रहेको र यो देशका लागि आँखामा एउटा सुन्दर सपना बोकेर पेटमा एउटा आगो बोकेर हुटुटी बोकेको मान्छेलाई जिम्मा लिँदै गर्दा देशलाई मध्यरातपछि उज्यालो हुँदै गर्दाखेरि बिउजिँदै गर्नुभएका आमा बुबाहरूलाई भन्न चाहन्छु, काङ्ग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउँदैछ, काङ्ग्रेस नवीन भएर आउँदैछ। काङ्ग्रेस विगतका कमजोरीहरूलाई आत्मालोचना गरेर आउँदैछ। यदि हाम्रा कारण कहीँ कतै कसैको मन दुखेको छ भने ती सबै दुखेका मनहरूसँग क्षमा माग्दै आउँदैछ। विगतमा देशका लागि
जति काङ्ग्रेसले कर्महरू गरेको छ ती कर्महरूलाई सूत्रबद्ध गर्दै राख्दै आगामी दिनमा गर्ने कर्मलाई लिएर आउँदैछ। बिपी कोइरालाले त्यो बेला देख्दै गर्दा विशेष महाधिवेशन पछाडि देशको नेतृत्व गर्न जाँदै गर्दा 15 वर्षको देशको सपना देख्नुभयो। आज हामी एक ठाउँमा उभिएर एकताबद्ध भएर चाहे गगन थापा हुन्, चाहे विश्वप्रकाश हुन्, चाहे प्रदीप पौडेल र गुरु घिमिरेहरू हुन्, हामी जति पनि साथीहरू आउँदैछौँ सबैले आज 82 सालको यो मितिमा उभिँदै गर्दा यो देशको अबको दशकको सपना, अबको 15 वर्षको सपना नेपाल बनाउन सकिन्छ भन्ने सपना बोकेर हामी अगाडि जाँदैछौँ। त्यसैले भरोसा गर्नुहोला, हामी काङ्ग्रेसलाई अब राम्रो ढङ्गले बदलेर लिएर जानेछौँ, देशलाई एउटा भिजनका साथ हाँकेर लिएर जाने सक्छौँ। त्यो यात्रामा तपाईँ सबैको ऐक्यबद्धता म चाहन्छु। एकपटक हात उठाइराखेर त्यो ऐक्यबद्धतालाई प्रकट गरौँ, त्यो जागरलाई प्रकट गरौँ, त्यही अब आग्रह गर्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल। सभापति गगन कुमार थापाज्यू, हामी सबैका नेता नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित आदरणीय विश्वप्रकाश शर्माज्यू, आदरणीय प्रखर वक्ता नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पुष्पा भुषालज्यू, यो विशेष महाधिवेशनमा विभिन्न जिम्मेवारीमा आउनुभएका नेपाली कांग्रेसका नेता साथीहरू, नेपाली कांग्रेसको यो महाधिवेशनमा 77 जिल्लाबाट सहभागी हुन आउनुभएका आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, यो उत्साहमा सहभागी हुन आउनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू, म छोटो मन्तव्य राख्ने क्रमको सन्दर्भमा राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फबाट सदस्य बलदेव बोहरा जो नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो, उहाँको आज मात्रै निधन भएको छ। म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। होमनाथ दाहाल जो नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो, उहाँको पनि केही दिन अगाडि निधन भएको छ। उहाँलाई पनि म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। तमाम परिवर्तनको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सबैप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। यो विशेष महाधिवेशन सबै पक्षबाट ऐतिहासिक बनेको छ। यसको उद्घाटन समारोह 7:30-8 बजेसम्म चल्यो, तर दिउँसो घाम लाग्दा आउनुभएका सबैजना रात परिन्जेलसम्म बसेर उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो। आज यो विशेष महाधिवेशन सम्पन्न हुँदै गर्दा रातको 1 बजे हामी यो हलमा यतिका उपस्थित भइरहेको स्थिति छ। त्यसैले नेपाली कांग्रेसको गगन थापाको नेतृत्वमा निर्वाचित भएको समितिका प्रति नेपाली कांग्रेसका साथीहरूको मात्रै होइन, देशको भरोसा छ। आम देशले विश्वास गरेको छ हामीले नेपाली कांग्रेस पार्टीलाई परिवर्तन गर्नेछौँ, नेपाली कांग्रेस पार्टीलाई रूपान्तरण गर्नेछौँ, नेपाली कांग्रेसले गर्ने व्यवहार परिवर्तन गर्नेछौँ, नेपाली कांग्रेसले आत्मसात गर्ने नीतिलाई परिवर्तन गर्नेछौँ, नेपाली कांग्रेस पार्टीलाई एउटा सशक्त प्रभावशाली पार्टीका रूपमा नवीन विचारहरू सहित अगाडि बढाउने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौँ। नेपाली कांग्रेस पार्टी व्यवस्थित हुँदै गर्दा, नेपाली कांग्रेस पार्टीमा प्रभावकारिता बढ्दै गर्दा पक्कै पनि नेपाली कांग्रेस पार्टीले देशलाई बढी योगदान गर्न सक्छ। नेपाली कांग्रेस पार्टीले देशले अपेक्षा गरे बमोजिमको कामहरू गर्न सक्छ। त्यसैले राष्ट्रिय विकासमा, राष्ट्रिय समृद्धि आर्जन गर्ने सवालमा, राष्ट्रमा सुशासन कायम गर्ने सवालमा, राष्ट्रभित्र रहेका तमाम व्यतिथिहरूलाई अन्त्य गर्ने सवालमा नेपाली कांग्रेसले यो नेतृत्वबाट एउटा प्रष्ट दृष्टिकोण ल्याउनेछ। नेपाली कांग्रेस अब प्रश्नहरूको पार्टी हुने छैन, नेपाली कांग्रेस अब उत्तरहरूको पार्टी हुनेछ। नेपाली कांग्रेस अस्पष्ट अवस्थामा रहने छैन, नेपाली कांग्रेसले सबै पक्षमा प्रष्टता हासिल गर्ने स्थिति बनाउनेछ। नेपाली कांग्रेस नेपालको राजनीतिमा एउटा स्पष्ट दृष्टिकोणका साथ आम नेपाली जनताको भरोसा विश्वास आर्जन गर्ने, तमाम नेपाली
जनतालाई, नेपाली नागरिकहरूलाई भरोसा सिर्जना गर्ने स्थिति हामीले बनाउने छौं। यही कुरा यहाँहरूका बीचमा अनुरोध गर्दै 4 दिनसम्म यो चिसोमा एकदमै उत्साहजनक ढंगबाट यो महाधिवेशनमा सहभागी भइदिनु भएकोमा यहाँहरू सबैलाई म आभार प्रकट गर्न चाहन्छु। निर्वाचन समितिको संयोजक सीताराम केसीज्यू लगायत सम्पूर्ण समितिका साथीहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। विशेष महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैप्रति म हार्दिक आभार प्रकट गर्दै अघि सभापतिज्यूले भन्नुभएको जस्तै हामी तपाईको विश्वास जगमगाउन दिने छैनौं। नेपाली कांग्रेसको नेतृत्व नयाँ आयो, त्यसकारण नेपाली कांग्रेस पनि नयाँ भयो भन्ने कुराको पुष्टि गरेर देखाउने छौं। हामीलाई थाहा छ नेपाली कांग्रेसमा बृहत्तर एकताको आवश्यकता छ। हामीले सबैलाई समेटेर अघिल्लो पुस्तालाई सम्मान गरेर सबैलाई सँगसँगै जाने स्थिति निर्माण गरेर नेपाली कांग्रेसभित्र बृहत्तर एकता कायम गर्ने, सबैलाई सम्मान हुने स्थिति निर्माण गर्ने र नेपाली कांग्रेस पार्टीलाई यो देशको भरोसा युक्त पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता सहित यहाँहरू सम्पूर्ण प्रति आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। नवनिर्वाचित सभापति गगन कुमार थापाज्यू, विशेष अधिवेशनबाट निर्वाचित हुनुभएका पार्टीका उपसभापति विश्व प्रकाश शर्माज्यू, आजको यस विशेष अधिवेशनबाट निर्वाचित हुनुभएका सम्पूर्ण आदरणीय पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, निर्वाचन समितिका अध्यक्ष र सदस्यज्यूहरू, पार्टीका सम्पूर्ण नेतृत्ववर्गहरू, आज मलाई खुसी पनि लागिराखेको छ। पहिलो विशेष अधिवेशन, नेपाली कांग्रेसको पहिलो विशेष अधिवेशन 2014 सालमा हुँदै गर्दाखेरि बीपी कोइराला विशेष अधिवेशनबाट सभापति निर्वाचित भएर 15 सालको आम निर्वाचनमा नेपाली कांग्रेसलाई देशभरिका नेपाली जनताहरूको भरोसाको पार्टी बनाउनु भएको थियो भन्ने कुरा आज मैले स्मरण गर्न चाहे। विशेष अधिवेशनबाट फेरि दोस्रो पटक सभापतिको जिम्मेवारी पाउनु भएका पार्टी सभापति गगन कुमार थापाको काँधमा फेरि एक पटक तमाम नेपाली कांग्रेसमा भरोसा थप्नको लागि, विश्वास थप्नको लागि, नेपाली जनताको अधिकारलाई स्थापित गराउनको लागि, समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गराउनको लागि, मुलुकको रूपान्तर र परिवर्तनको लागि, जनताको केन्द्रबिन्दु बन्नको लागि, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनको लागि, राष्ट्रियतालाई मजबुत बनाउनको लागि फेरि एक पटक विशेष अधिवेशनले सभापतिको काँधमा ठूलो जिम्मेवारी दिएको हामीले महसुस गरेका छौं। आज म धेरै कुरा भन्नु भन्दा पनि हामीलाई खुसी लागेको छ। हाम्रा उपसभापति, होनहार उपसभापति उहाँको साथमा हुनुहुन्छ। मैले सम्झिँदै गरे नेपाली कांग्रेसमा हाम्रो आदर्श नेतृत्व शैलजा आचार्य पछि फेरि कांग्रेसको उपसभापति पद पाउँदै गर्दाखेरि आज म जसरी शैलजा दिदीले भन्नुहुन्थ्यो स्मल इज ब्युटिफुल, नेपाल सानो छ तर सुन्दर छ भनेर उहाँले भन्नुहुन्थ्यो। उहाँका धेरै आदर्शका किताबहरू हामीले पढ्न जरुरी छ, उहाँलाई अनुसरण गर्न जरुरी छ। यसकारण आज खुसी लागेको छ उपसभापतिको पदमा जुन जिम्मेवारी विशेष अधिवेशनले दिएको छ त्यो जिम्मेवारीलाई पूरा गर्नको लागि पनि म यहाँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
तेस्रो कुरा, आजको केन्द्रीय कार्य समिति हेर्दै जाँदा नेपालको संविधान त्यसलाई अनुसरण गरेको नेपाली कांग्रेसको विधानले आज समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो केन्द्रीय कार्य समितिमा अग्रसरता दिएको छ। यसकारण पनि हामी तमाम नेपाली महिलाहरू दिदी बहिनीहरूलाई हामी सन्देश दिन चाहन्छौँ, कांग्रेस आजदेखि नै रूपान्तरण भइसकेको छ भनेर हामी भरोसाको सन्देश हामी यस कार्यक्रमबाट हामी दिन चाहन्छौँ। म आजको दिन फेरि सम्झिँदै गरे, कांग्रेस विशाल पार्टी छ। कांग्रेसमा विश्वास गर्ने, धेरै त्याग तपस्या योगदान दिएका हाम्रा नेताहरू हुनुहुन्छ। म अनुरोध गर्न चाहन्छु, यो विशेष अधिवेशन एकताको अधिवेशनको रूपमा परिणत गर्ने किसिमबाट अब सभापतिको नेतृत्वमा सम्पूर्ण केन्द्रीय कार्य समितिले आफ्नो भूमिकालाई निर्वाह गर्यो भने मात्रै विशेष अधिवेशन सफल भएको हामीले महसुस गर्नेछौँ। तर म आजको दिन अनुरोध गर्न चाहन्छु, यो विशेष अधिवेशनलाई हामीले एकताको अधिवेशनको रूपमा अगाडि बढाउनु पर्दछ। यो अधिवेशनले सन्देश दिन चाहन्छ, कांग्रेसको कोही नेता र कार्यकर्ता विधानभन्दा माथि छैन भन्ने कुरा अनुभूति दिलाउने यो अधिवेशन आज हामी सम्पन्न गर्न गइराखेका छौँ। त्यो सन्देश पनि हामी नेतादेखि लिएर एउटा कार्यकर्तासम्म त्यो सन्देश पनि पुर्याउन जरुरी छ भन्दै म फेरि यहाँ सबै विशेष अधिवेशनबाट जुन आज निर्विरोध निर्वाचित गर्नुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू, पर्यवेक्षक प्रतिनिधिहरू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नेतृत्वहरू, पत्रकार साथीहरू सबैलाई म फेरि पुनः धन्यवाद दिँदै आभार प्रकट गर्दै नेपाली कांग्रेस विचार र संगठनबाट अगाडि बढ्ने पार्टी हो। त्यसमा जोश, जागर, ऊर्जा, नयाँ सोच, नयाँ उत्साहको साथ एउटा संयुक्त ताकत लिएर अब 77 जिल्लामा नेपाली कांग्रेसको नेतृत्व आउनेछ भनेर विश्वास दिलाउँदै फेरि म सबैलाई धन्यवाद दिँदै म आफ्ना भनाइलाई यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। जय नेपाल।